आज हामी बर्दियाको पिकनिकमा आएको बर्दियाको के अरे बर्दिया भेटघाट स्टार्ट चाहिँ उस गर्नुपर्छ। आमा कस्तो लागिरहेछ नि त तिमीलाई? रमाइलो लागिरहेछ। के खानु भयो त आमै? सबै खाइयो। Letting my body learn this clean skin, soft light, this rest that shows in my eyes. How I hold my shoulders, I stopped living rushed. Make space for you. I come back to myself. There's a woman's glow, not loud, but you can feel it. There's a woman's glow. रोटी पेनाजी हाम्रो आजको ड्याडी हाम्रो भेना आज चस्मा लाएर हिरो भएर आमा slow on purpose, standing solid now. I protect my energy. I don't pour it out for free. I keep my center. That's a woman's glow. Not loud, but you can feel it. That's a woman's glow. When I'm calm, it gets realer. That's a woman's glow. When I take my time, it's a light I don't chase. It's a light I find. Could be new, I stay steady. I don't beg the world to see. I don't need the room to पेना तपाईँ कहिले सरुवा भयो भन्नु त? know what's in me. That's a woman's glow. This health and this healing. That's a woman's glow. This truth and this meaning. That's a woman's glow. When I live it right, it's a light I don't chase. Sense of my own light. Can't break the night. Can't break the night. न्युटनमा त यस्तरी बोल्दा चर्को गरेर कामदार पऱ्यो भाइ यो दुइटा कामदार एउटै युनिटको ड्रेस पनि लाएर आज आज यिनीहरू दुइटाले देवरी दिएछ नाम त भन्नु पर्वत सेवा समाज भनिन्छ त्यहाँ आइपुगेँ नि हाम्रो रामसाले पत्रको पनि पाएन र म पेसाले चाहिँ टुरिज्म व्यवसाय हो। मेरो ट्राभल एजेन्सी छ पोखरामा र यहाँ पनि छ। यति नै हो। म चाहिँ ब्रान्डमै गर्छु। धन्यवाद। हाम्रो पोखरेली टोलीहरू वार्ड नम्बर 2 रमेशजीको एकदम प्रतिद्वन्दी गाविस सधैँ फुटबलको धारणा गर्थ्यो हामीले बच्चामा। उहाँहरू वार्ड नम्बर 3 म वार्ड ओ बेना अलि ठुल्लोसोले भन्नुपर्छ नि मेरो मोमोको बिजनेस मोमो खानु आउनु मिठो टुवाक्क भनेर अझै मेरो श्रीमती हामी चाहिँ ठाकुरद्वारा पहिला गाडी छ अहिले ठाकुरद्वारा नगरपालिका वार्ड नम्बर 8 अनि विशेष चाहिँ 9 बाट
झन्डै 6 वर्ष करिब 6 वर्ष जति भयो ब्राम्पटनमा बसिरहेको छु मेरो 2 जना बच्चा छ थ्याङ्क यू हामी चाहिँ भर्खरै आएको 2 वर्ष जस्तो हुन थाल्यो मेरो वाइफ चाहिँ स्टुडेन्ट हो उसको नाम चाहिँ समीक्षा उता छ वाउ अनि यो अलिस यही नै हो हामी चाहिँ भर्खर आएको यही ग्रुपमा जोइन भइरहेको छौँ भर्खर यो सेकेन्ड इयर हो जस रमाइलो भइरहेछ आफ्नो गाउँको मान्छेहरू भन्दा धन्यवाद नमस्ते सबैजनालाई मेरो नाम चाहिँ आशिष दिमिछेना नेपाल घरसाई ठाकुर बाबा नगरपालिका वार्ड नम्बर 1 मुरुगाउँ समाजसँग जोडिने मौका पाएँ त्यस विषयमा यहाँ पनि आएर पाएँ त्यसको लागि हाम्रो शेष दाइ र हाम्रो डेपुटीलाई एकदमै धन्यवाद दिन चाहन्छु साथै मेरो प्यारो भाइ हामीसँगै काम गर्छौँ प्रकाश भाइ अब उहाँले धेरै सहयोग गर्नुभयो धन्यवाद तपाईँहरूलाई यस्तो बिटी खरिदेर दिनुभयो हामीले खायौँ इन्जोय गऱ्यौँ अझै हामी खाने अब मेरो चाहिँ अभ्यास भएको छैन भविष्यमा चाहिँ अब अलिकति मन लाग्यो भने चाहिँ बच्चा चाहिँ अब बिहे गरेपछि साली नानी बन्छ होला न एउटा साली नानी बन्छ होला न एउटा एउटा साली नानी छ होला न एउटा बर्दिया लाने भनेको अपन पोल खोल्दिहाल्यो बुढीले कृष्ण बर्दियाले ससुराली बनाउने भनेको नमस्ते चाहिँ भन्नु पर्छ ल मेरो भाइ हैन अहिले ब्याडमिन्टनमा बोलाउनु सबै म आउनु मिठो मिठो मेरो नाम चाहिँ धनराज गुरुङ हो म चाहिँ पोखराबटी देवती दिएको छिमेकी यसो इन्जोय गर्न आएको धन्यवाद बाटो बिराएर हो क्या ल कसलाई पास गर्नु त म अब अलिकति हाम्रो यता बालाई नै दिउँ अब कृष्णले होस्ट गरिदिन्छ प्रोग्राम नगरपालिका वार्ड नम्बर 6 राजकृष्ण पोल हो पुरै पब्लिकमा भन्नु बच्चाहरू पुरा अब पब्लिकमा भन्छ त्यो भने त टक्क बुढाबुढीको मिटिङ गरेर होइन सल्लाह गरेर हाम्रो बार्बिक्यू चिकन पाक्यो खाँदैछौँ अब हामी नवलमा एउटा कुरा हुन्छ नि जस्तै कार्डहरू छ नि कहिले पनि यसरी नराख्नु क्या फेरि कार्ड नम्बरहरू चाहिँ कहिले एक्सपोज नगर्नु भन्छ क्या गोर्दाले हो त कार्ड नम्बर त देखाएन नि हरूलाई पनि मेरो नमस्कार छ र हाम्रो रमाइलो गर्न आएको भने सकाइदियो यस्तो नि गर्लफ्रेन्ड बनाइदियो गोर्दाले त सिङ्गलै भइदियो गोर्दा त माहौल बनाइदियो हजुरहरू आएर सल्लाह गर्न सक्नुहुन्छ र इट्स फर द न्यू जेनेरेसन हु आर बोर्न हियर इन क्यानाडा एज वेल यु क्यान हामी तपाईँको आएर यो देशमा जति स्ट्रगल गरिरहेका छौँ र हाम्रो बच्चाहरूलाई कहाँ बस्यो बिरयानी हाम्रो पुन्टुले मासु खाँदैछ यो स्पिकरमा कसको ब्लुटुथ अर्कोले कृपया अगाडि आउनु होला आइसक्रिम खाँदैछ म्युजिक बजाउनु पर्यो कसको मोबाइल कनेक्ट छ कृपया अगाडि आउनु होला
मजा आइरहेछ गर्दै मजा आइरहेछ ल दिदी नाच्नु ल त्यो झोला छोड्नु यता लिएर आमा छिटो दियो क्या आमा छिटो के सेसन अनि के आओस् भन् बुढेसकालमा बुढेसकालमा Oh my God, who is this pretty lady? I almost did not recognize. What is your name, pretty lady? त सकियो यो चाहिँ यिनीहरू जाने होइन म चाहिँ जुस बोकेर हिँड्छु फ्युचर प्लान अहिले मोमो बनाउँदै सस्तो दिनुपर्छ भनेर हिँड्दैछौँ अब हामी चाहिँ भित्र जाने भने थाहै थिएन अरे उसले त अनि जाने होइन थाहै थिएन अरे अनि प्लेट बोकेर हिँडेछ यो चाहिँ अब मोमो बनाउँदै खाने रे अहिले भोक लाग्छ भनेर होइन अलि हालेर ल्याएको हुन्थ्यो नि यो चाहिँ म चाहिँ अब जुस लिएर हिँडेछु म पानी लिएर हिँडेको छु अब हामी जाँदैछौँ अब हामी फेरि मोमो बनाउन जाँदैछौँ पैसा चाहियो हामीलाई फेरि हामी कामदारहरू अगाडि हुनुहुन्छ हाम्रो सौबा हामी कामदारहरू सबै मेहनत रेवन चस्मा देखाइदिनु त सौबा शेषमणि त्रिपाठी तिनी नेपाली मोमोबाट हामी 10जना परिवार सपरिवार बर्दियाको पिकनिकमा आयौँ यस्तो जाँदैछौँ घर जाँदा फेरि कतिको बेलुकाको 6 बजे फेरि हामी मोमो बनाउन गइरहेको छौँ शेषमणि त्रिपाठी कराई हान्दै जान्छ एसएस त्रिपाठी पिकनिक सकेर फेरि कराई हान्दै जानु हुन्छ ल बाई बाई गाइज बर्दियाको प्रोग्राममा अर्को वर्ष यही बेला आउनु होला नबिर्सिकिन आमा बाई बाई मकै खान पाएन मकै नपाकेर जे खाना मन लाग्छ त्यो ग्यास सिद्धिएछ अनि हालेर ल्याइदिएको